आज हामी दैलेखको दुल्लु नगरपालिका स्थित श्रीस्थान, नाभिस्थान र यहाँका मन्दिरहरूमा बलिरहेका आगोको ज्वालाका विषयमा सम्बन्धित व्यक्तित्वहरूसँगै बुझ्ने कोसिस गरिरहेका छौँ र यहाँको धार्मिक, ऐतिहासिक, सांस्कृतिक महत्त्वका साथसाथै यहाँ शिक्षाको क्षेत्रमा पनि एउटा संस्कृत विद्यालयमा विगत 10 वर्षदेखि पढाउँदै आउनुभएका शिक्षकसँगको भलाकुसारीमा हामी जोडिएका छौँ। यति दुर्गम ठाउँमा पनि र यति टाढा पनि आफूलाई यहीँ समर्पित गरेर विद्यालयमा विद्यार्थी भाइ बहिनीहरूसँग जीवन बिताउँदै गर्दाका क्षणहरू, त्यसका कठिनाइहरू र त्यसका रमाइला पक्षहरूको पनि उहाँले हामीसँग खुलेर कुराकानी गर्नुभएको छ र यहाँको सांस्कृतिक, धार्मिक, ऐतिहासिक एवं प्राकृतिक सौन्दर्य र महत्त्वका कुराहरूलाई पनि उहाँले हामीसँग पानीमा पनि जोडिनु भएको छ। कुराकानीलाई सुनाउँ। मतलब त्यो डाइरेक्ट पानीमा त बलेन नि त, केही त चाहियो, वस्तु त चाहियो होइन। सालको पात यसो डुबाएर त्यो चाहिँ हावाले यस्तो हावा नलागेर तलको जो ग्यास हो अथवा त्यो पेट्रोलको पदार्थ जे भए पनि माथि आउँछ कि त्यतिखेर चट्टै बुलबुल फुटेको ठाउँ टक्क राख्ने, सलाइले अथवा लाइटर पर्ने। त्यो जहाँ पनि चाहिँ बल्दैन, त्यो कतै कतै मात्रै बल्छ। यो क्षेत्र यहाँदेखि श्रीस्थानसम्म बल्छ। श्रीस्थानसम्मै बल्छ है। पानी टापुने परम्परा छ। त्यो खसहरूको देउताहरू मस्ट भनेको यही हो। यही हो। कति टाढा छ यहाँबाट? यहाँबाट धेरै टाढा छैन, 5 किलोमिटर जति। जगमङ गुरु हुनुहुन्छ नि, हजुर, उहाँले पनि मस्टा पुज्ने परम्परा कहाँबाट उत्पत्ति भएको के कुरो यहीँबाट हो भनेर भन्नुहुन्छ क्या। गाउँ छ त्यहाँ रिजालहरू छन्, थापाहरू छन्, क्षेत्रीहरू नै छन्, बाहुनहरू पनि छन्। त्यही भएर हेर्नु न, हरेक कुराको स्रोत खोज्दै जाँदाखेरि त दुल्लु नै आउनुपर्ने रहेछ क्या। अनि यो ठाउँलाई किन व्यवस्था गरियो होला जस्तो हामी चिन्तन गर्दै आएको नि। हावापानी एकदम राम्रो स्वच्छ छ। फेरि अरू कुरामा समृद्ध छ। फेरि यहाँको चिजलाई यथावत रूपमा राम्रै व्यवस्था गर्ने, जस्तै सालका रुखहरू तर अरौँ कति हो त नि। प्राकृतिक रूपमा त असाध्यै धान खेतीदेखि लिएर हेर्नु न, कोदो, धान, जे हरेक खेतीहरू छ। भनेको चाहिँ गर्मी ठाउँमा सुन्तला फल्ने चिसो ठाउँ दुवै कुरा हुँदो। धान यहीँको उत्पादनले पुग्छ होला खान? अहिले त त्यति नपुग्न सक्छ नि, किनभने खेती गर्दैन, पहिला जस्तो खेती गर्दैन। अब धेरै जस्तो के भयो भने मान्छे विदेशी, अब दुःख त्यति गर्न कसैले चाहन्न। अब भनौँ न, पशु चौगाईहरू धेरै पाल्ने, मल पशुहरू बनाउने। यो के अरे घाटमा चाहिँ लास जलाउने बेलामा पनि यहीँको आगो सल्काएर यही ज्वालाजी नै लिएर तल आर्यघाटमा जाने हो, त्यो चलन छ। अनि त्यहाँदेखि यो ज्वालाबाट जलायो भनेपछि उसले मुक्तिलाई प्राप्त हुन्छ भन्ने यहाँको विश्वास छ। वरिपरि के गाउँ छ यहाँ चाहिँ? यता चाहिँ राजाकाम भन्छ, यता जाने भन्नुभयो गौमती के अरे राजाकाम हो। यता चाहिँ गैरी, माथि गमौरी। ए गमौरी चाहिँ उता माथि, हजुर। त्यहाँदेखि यता चाहिँ यो चाहिँ भैरवी, भैरवी चाहिँ गाउँ भयो, गाउँपालिका भयो। त्यहाँदेखि यता चाहिँ मतरा गाउँ भयो, त्यहाँदेखि यता चगत्रा भयो, त्यहाँदेखि तल उता गएर माथि दुल्लु भयो। यस्तो छ। यही हो क्या सिमाना चाहिँ? यो भने नि, खोलादेखि यता दुल्लु, खोलादेखि पारि। अहिले हामी दुल्लुमा छौँ। अहिले तपाईँ दुल्लु र भैरवीको सिमानामै छौँ। ए भैरवीमा चाहिँ श्रीस्थान रहेछ, नाभिस्थान दुल्लुमा रहेछ नि होइन? त्यसो भए अनि आगो लाग्दा चाहिँ 4वटा भनौँ न धामहरू दुल्लुमा पर्छन्। हजुर। एउटा धाम चाहिँ भैरवीमा पर्छ। ए त्यसै दुल्लु चाहिँ धनी रहेछ त्यसरी धार्मिक स्थल। डुङ्गेश्वर पनि दुल्लुमै हो। डुङ्गेश्वर पनि दुल्लुमा, दुल्लु एक पऱ्यो त्यो। ठिक छ। ल हामी पनि यसो घुम्दै आएको अब यो यसमा चाहिँ पहिला कैदी बन्दीहरूलाई राख्ने गरिन्थ्यो भन्ने चाहिँ यहाँनिर सुन्नमा आएको छ। अत्यन्तै पुरानो, यो पुरातत्त्व विभागले संरक्षण गरेर राखिएको भनिएको छ, तर संरक्षण गरे जस्तो त देखिँदैन।
नमस्कार है, नमस्कार नमस्कार। ल हजुरहरूको पवित्र पावन भूमिमा हामी आइपुग्ने अवसर पायौँ। हामी काठमाडौँदेखि नै आएको। हजुर नाभि कति देवीको नाभि झरेको नाभि पतन भएकोले नाभि स्थान भएको